जुन 16 नेपाल भर्सेस नेदरल्यान्ड। यो खेल क्रिकेटकै ऐतिहासिक खेल भनौँ, आजसम्मै नभएको खेल भयो। कसरी भयो त? एउटा सुपर ओभर नर्मली हुन्छ क्रिकेटमा, दुईटा सुपर ओभर एकदमै रियर हुन्छ र तीनटा ओ माई गॉड सोच्न नसक्ने। जे सोच्न सकिन त्यही भइदिन्छ क्रिकेटमा। क्रिकेट खेलै यस्तै हो। र यो म्याच चाहिँ तपाईँहरूले छुटाउनु भएको छ भने एकदमै ठुलो रोचक म्याच छुटाउनु भएको छ। यो भिडियो पुरा हेर्नुभयो भने कसरी सुपर ओभर भयो सबै भन्नेवाला छु म। यो भिडियोलाई पुरा हेर्न सक्नुहुन्छ तपाईँ जान्न चाहनुहुन्छ भने। र छुटाउनु भएको छैन भने पनि तपाईँ हेर्न सक्नुहुन्छ, किनकि भिडियो हेर्दैमा के जान्छ र। म चाहिँ धेरै भन्दिनँ, अगाडिको जुन म्याच छ त्यसलाई धेरै भन्दिनँ। सुपर ओभरमा चाहिँ अलि चाँडो जानेछु, त्यसैले म अलिअलि मात्र भन्नेछु विशेष के रहेको थियो। नेदरल्यान्डको टिम चाहिँ सुरुमा ब्याटिङतर्फ आउँछ। ब्याटिङतर्फ नेदरल्यान्डको टिम ठिकठाकै ब्याटिङ गरिरहेको हुन्छ, जहाँ चाहिँ सन्दीप लामिछानेको बलिङमा चाहिँ आगमन हुन्छ। सन्दीप लामिछानेले चाहिँ एकदम राम्रो पर्फर्मेन्स दिएका छन् यो बलिङमा चाहिँ यो म्याचमा, जहाँ कि सन्दीप लामिछानेले 4 ओभरमा 18 रन खर्चिएर 3 विकेट लिएका छन्। 18 रन चाहिँ तिनले दिएका हुन्। 18 रन चाहिँ एकदमै कम हो, 3 विकेट लिएका छन्। अनि त्यसपछि रहेका छन् अर्का नन्दन यादव। नन्दन यादवले चाहिँ लगभग 3 ओभरमा चाहिँ तिनले चाहिँ 2 विकेट लिएर 18 रनै दिएका छन्। एक बल तिनलाई खेलाइएन, किनकि तिनको हातमा चोट लागेको थियो र रगत पनि बगिरहेको थियो। त्यसैले चाहिँ एक बल चाहिँ करण केसीले गर्न पुगे। अनि अर्का चाहिँ ललित राजवंशीले चाहिँ 4 ओभरमा 22 रन मात्र दिएर 1 विकेट लिएका छन्। यिनले पनि राम्रो बलिङ गरेका हुन्। यसै गरी नेदरल्यान्डको टिमले नेपाललाई 153 को टार्गेट दिन्छ, 7 वटा विकेट गुमाएर। अब ब्याटिङको तर्फमा चाहिँ नेपाल आउँछ। नेपालले चाहिँ राम्रै ब्याटिङ गर्छ। कुशल भुटेलले राम्रो खेल्छन्। कुशल भुटेलले 23 बलमा 34 बनाउँछन्। त्यसपछि कुशल भुटेल नै आउट हुन्छन्। नयाँ खेलाडी ल्याएको लोकेश पम चाहिँ रन बनाउन नसकिकन आउट हुन्छन्। अनि अनिल कुमार शाह आउँछन्। अनिल कुमार शाहले पनि धेरै रन बनाउन सक्दैनन्, तिनी पनि चाँडै नै आउट हुन्छन्। त्यसपछि हाम्रो रोहित पौडेल क्याप्टेन आउँछन्। क्याप्टेनले चाहिँ राम्रो रन बनाउँछन्। 35 बलमा 48 रन बनाएका हुन्। नेदरल्यान्डको तर्फबाट डोरम नामक खेलाडीले एकदमै राम्रो पर्फर्मेन्स गर्छन्। तिनले चाहिँ 3टा विकेट लिन्छन्। 3टा विकेट लिएको कारणले नेपालले त्यति चाँडो रन बनाउन सकेको थिएन। र अर्को हाम्रो रूपेश कुमार सिंहले चाहिँ 14 बलमा 19 रन लिएका हुन्। र यसरी नै ठिकठाक पर्फर्मेन्स गर्दा गर्दै नेपालको टिम आउँछ लास्ट ओभरमा। लास्ट ओभरमा सुपर ओभर कसरी भयो म भन्नेवाला छु। लास्ट ओभरमा स्ट्राइकमा हुन्छन् सन्दीप लामिछाने र अर्को साइड हुन्छन् नन्दन यादव। सन्दीप लामिछानेले सुरु बलमा 2 रन लिन्छन्, 2 रनको लागि दौडिन्छन्। त्यसपछि स्ट्राइक आफूथिमै हुन्छ र अर्को बलमा चाहिँ 1 रन लिन्छन् र स्ट्राइक नन्दन यादवलाई दिन्छन्। नन्दन यादव आइसकेपछि सबैको मनमा भइसकेको थियो कि अब त केही हुनेवाला छ। नन्दन यादवले चाहिँ सुरु बलमा मतलब तेस्रो बलमा चौका हानिदिन्छन्। त्यसपछि अर्को बलमा चौथो बलमा चाहिँ तिनले हानिदिन्छन् 2 रन, 2 रनको लागि दौडिन्छन्। त्यसपछि 5औँ बलमा पनि तिनले 2 रन हान्छन्। त्यसपछि रह्यो अब 4 ल्याए सुपर ओभर, 6 ल्याए गेम जित्यो र त्यहाँभन्दा कम ल्याए त गेम सक्यो। अब 4 रन ल्याएर नन्दन यादवले सुपर ओभर बनाइदिए। अब सुपर ओभर त नेपालले बनायो, अब खेल्नुपर्ने हुन्छ नेपाल खेल्न भनेर आउँछन्। नेपालका रोहित कुमार पौडेल र कुशल भुटेल आउँछन्। र बलिङतर्फ त नेदरल्यान्डले त्यही 3 विकेट लिएका राम्रो इकोनोमीको साथ रन कम दिएकालाई लिएर आउँछन् डोरम नामक। त्यसपछि फर्स्ट बलमा रोहित हुन्छन् स्ट्राइकमा। रोहितले चाहिँ 1 रन लिएर स्ट्राइक चाहिँ कुशल भुटेललाई दिन्छन्। कुशल भुटेलले चाहिँ दोस्रो बलमा चौका हानिदिन्छन्। तेस्रो बलमा फेरि छक्का हानिदिन्छन् र चौथो बलमा 2 रनको लागि भाग्छन् र 5औँ बलमा तिनले छक्का हानिदिन्छन् र 6औँ बलमा नि तिनी उडाउने क्रममा आउट हुन्छन् र नेपालले 19 रन ल्याउँछ। 19 रन ल्याएर 20 को टार्गेट दिन्छ। अब चाहिँ लागिसकेको छ कि नेपालले जित्छ।
अनि त्यसपछि फेरि ब्याटिङको तर्फ नेदरल्यान्ड आउँछ र बल चाहिँ दिन्छ करण केसीलाई, जो कि करण केसीले 1 बल मात्र गरेका थिए यो म्याचमा। अब करण केसीको हातमा बल आइसकेपछि नेदरल्यान्ड तर्फको खेलाडीहरू मैदानमा आउँछन्। नेदरल्यान्ड तर्फको खेलाडीहरूले करण केसीको 1 बलमा सुरु बलमै छक्का हानिदिन्छन्, दोस्रो बलमा 0 रन, त्यसपछि तेस्रो बलमा चाहिँ 1 रन लिन्छन्, चौथो बलमा 2 रनको लागि दौडिन्छन् र 5औं बलमा 6 रन हानिदिन्छन् र 6औं बलमा चौका। यसो गरेर फेरि नेदरल्यान्डको टिमले पनि 19 रनै ल्याएर बराबर भयो, फेरि सुपर ओभर गर्न पर्ने भयो र नेदरल्यान्डको टिमले सुपर ओभर बनाएको हुनाले अब आउँछन् नेदरल्यान्डकै टिमले ब्याटिङ गर्ने हुन्छ र हाम्रोमा बलिङ गर्नको लागि आउँछन् ललित नारायण राजवंशी। अब ललित नारायण राजवंशीले चाहिँ सुरु बलमा दिन्छन् छक्का र सेकेन्ड बलमा 1 रन, त्यसपछि तेस्रो बलमा चाहिँ फेरि छक्का र चौथो बलको रूपमा तिनले वाइड गर्छन्, फेरि फाल्नुपर्ने हुन्छ, 1 रन आउँछ फेरि, त्यसपछि अर्कोमा चाहिँ 2 रन लिन्छन् र लास्टमा चाहिँ विकेट लिन्छन्, क्याच आउट हुन्छ र 17 हुन्छ। अब नेपालले ल्याउनु पर्ने हुन्छ 18 रन। 18 रन ल्याउनको लागि अर्का बलर बोलाइएको हुन्छ नेदरल्यान्डको तर्फबाट र हाम्रो स्ट्राइकमा चाहिँ आउनु लाग्छन् कुशल भुटेललाई ल्याइँदैन किनकि तिनी आउट भइसकेका थिए, त्यसैले अब चाहिँ दिपेन्द्र सिंह ऐरी र आएका छन् अर्का नै हाम्रै रोहित कुमार पौडेल र रोहित कुमार पौडेल सुरुमा खेल्छन्। रोहित कुमार पौडेलले चाहिँ सुरुमै छक्का उडाइदिन्छन् र अर्को बलमा चाहिँ 1 रनको लागि दौडिन्छन्, स्ट्राइक दिन्छन् दिपेन्द्र सिंह ऐरीलाई। दिपेन्द्र सिंह ऐरीले चाहिँ चौका हानिदिन्छन्, चौका हानेपछि अर्को बलमा चाहिँ डट बल हुन्छ किनकि दिपेन्द्र सिंहले हान्दैनन् र 5औं बल पनि डट बल हुन्छ, दिपेन्द्र सिंहले हान्दैनन्। अब चाहिएको छ नेपाललाई जित्नलाई 7 रन, अब हान्न सकिन्छ 6 रन र दिपेन्द्र सिंह ऐरीले छक्का नै हानिदिन्छन्। छक्का हानेपछि 17-17 बराबर भयो। अब फेरि नेपाल ब्याटिङ गर्नु पर्यो। नेपालले चाहिँ ब्याटिङ गर्नलाई त्यही हाम्रै खेलाडी रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी नै हुन्छन्। दिपेन्द्र सिंह ऐरी अनि स्ट्राइक र स्ट्राइकमा चाहिँ रोहित पौडेल हुन्छन्। रोहित पौडेलले चाहिँ सुरु बलमा छक्का हान्नको लागि प्रयास गर्छन् र तिनी सिधै क्याच आउट हुन्छन्। त्यसपछि अब चाहिँ ट्विस्ट, त्यसपछि हाम्रो नयाँ प्लेयरलाई बोलाइन्छ जो हुन् रूपेश कुमार सिंह। रूपेश कुमार सिंहको नयाँ गेम हो यो चाहिँ, त्यसैले रूपेश कुमार सिंहले हान्न सक्दैनन्, प्रेसरमा हुन्छन्। रूपेश कुमार सिंहले पहिला त रन बनाएका थिए, त्यही पनि पछि चाहिँ यो सुपर ओभर भएको भएर हान्न सकेनन् प्रेसरको कारणले। त्यसपछि त्यो पनि आउट हुन्छन् तिनी पनि। त्यसपछि नेपालले चाहिँ अहिले चाहिँ 0 रनमा 2टा विकेट गुमायो। अब चाहिँ खेल सबै नेदरल्यान्डको तर्फ गयो र नेदरल्यान्ड ब्याटिङमा आउँछ। नेदरल्यान्ड ब्याटिङमा आइसकेपछि सन्दीप लामिछानेलाई बलिङको रूपमा ल्याइन्छ। सन्दीप लामिछानेले चाहिँ सुरु बलमा छक्का दिन्छन् र गेम चाहिँ सकिन्छ। नेपाल हार्छ, त्यही पनि यो ऐतिहासिक खेल भयो र यस्तो खेल कमै मात्रामा देख्न पाइन्छ र फर्स्ट टाइम देखेको। अब चाहिँ कहिले देखिन्छ थाहा हुन्न यो 3टा सुपर ओभर भएको र यो चाहिँ फर्स्ट हो। यो खेल छुटाउनु भएको भने यो सबै भनिसकेको छु र हाम्रो च्यानल सब्स्क्राइब गर्न सक्नुहुन्छ। यस्तै प्रकारको खबरहरू मैले लिएर आउनेछु। अहिलेको लागि धन्यवाद।